अब यहाँ आउँदा कन्यालाई टेबल आउँदा यहाँ नहीं आउनु त अब यहाँ उठ्नु त आऊ यहाँ उभा है त यहाँ टेबल आउनु बाँकी छ अलिकति लाइनसँग यति अगाडि आउँछ लाइन बेला त अलि अगाडि अलि यहाँसम्म अलि अगाडि सानो त्यहाँ अलि एकदम ठिक आफ्नो आफ्नो जिम्माको आफै राख्नु नगएर पनि यही यस्तैमा कन्याहरूलाई त्यो तिमीले लगाइदिनु पर्यो सबैलाई टिको लाग्यो त्यो कन्याहरूलाई तिमीले लाऊ अब त्यहाँ अरूलाई होइन जन्तीलाई जल लगाइदिनु हुन्छ एकजना लगाइदिने बुढापाकाले लगाइदिनु क्या त्यो अब जनता जाने बेला भयो प्लस हाम्रो जुट्टी गोपालको जुट्टी साडी साडी नपाएर रोइरहेको छन् अहिले अलिकति निराश छौँ गोपाल दाइ ल केही भनिदिउँ म त फसेँ नि नराम्रो सिता फसेँ नि डलर पैसा किन चाहिन्छ कि नै सिक्का पैसा छ अब गोपाल सिनियर अङ्कल काकाहरू गोपाल ह्यान्ड त रहेछ टेका त आऊ हो साथी गर्ने बेला भयो चढ्ने बेला भयो 9:30 भयो रहेछ खै त मान्छेहरू खै त जाने मान्छे देखिदिनै मिनाजु ल केही भनिदिनुहोस् आज बिहाको दिन रमाइलो छ हजुर बिहा अब हिँड्ने बेला हो हजुर ढिला भइरहेको छ हिँड्नलाई हजुर हो हिँड्ने साइड हुँदैछ बिहाभन्दा पछि नभन्नु पर्ने कुराहरू होलान् अहिले भन्नुहोस् का अब घन्टाकै कुरा हो त्यस्तो केही भयो नि ठिकै छ ल दाइ हजुरले केही भनिदिनुहोस् त गोपालको लागि भन्ने छैन पछि आइसकेपछि दुइटैसँग अगर नभन्छ सिङ्गल गोपाललाई मात्रै हुन्छ कि अहिले त्यो सरसरको देखेको छ त्यहाँ अफिसमा जाने भने उनीहरू गाडीमा खुवाइदिइहाल्छन् नि धेरै
हजुरले केही भनिदिनु पऱ्यो नि गोपाललाई 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 त अब आशीर्वाद दिने हो नि अब दाम्पत्य जीवन सफल होस् होइन अब त्यही हो अब 1 वर्षपछि नाति नातिना देख्न पाइयो दिँदै त्यसो भए त नाति नातिनाको लागि यो भिडियो देखाउनै पर्यो बोनस लिएर आउनु पर्ला मम्मीतिर आशीर्वाद पालन गर्नु पऱ्यो ल दादु केही भनिदिनुहोस् न त्यो पनि रेकर्ड हुन्छ गोपाल दाईको लागि के भनिदिनु सक्छ नि अब त दाई भन्नु पऱ्यो नि गोपाल दाजी भाउजूको ख्याल गर्नु होला त्यसो जाने गाडी उतातिर छ यो गोपाल चढ्ने गाडी घर गराउँदैछ त्यही भएर डिटेलमा नखिचौँ घर चाहिँ यतातिर यो गेट थाहा भएन यो कन्या केटीहरू गेट बाहिर हुन्न भन्नुस् त गेट बाहिर जानिन गेट बाहिर यसो ढोकेर छँदैछ का रातो सलमाइ यता यारेका म त बस्न पर्दैन होला आमाहरूसित हो क्या पहिला दिदीलाई के कुरा उहाँ होइन यहाँ हेर यहाँ छुट्यो बाहिरबाट खै खै कति जानुभयो सवारी लिएर ल ल माइजू देवी आइयो गइसक्यो के भयो टिका लगाइदियो भयो नि ढिलो गरिन्छ बाहिर गइसक्यो लाम्ला चाहिँ लाम्ला लाउनु आउँदैन र के
पानी पानी आउनु यसो मुख पुस्नु पर्छ